राधे राधे सबैजनामा म फेरि मेरो युट्युब च्यानलमा फेरि सानो भिडियो लिएर उपस्थित भइसकेको छु। म लगायत मेरा घरमा आउनुहुने भगवान्की पाहुनाहरूको विशेष भिडियो लिएर उपस्थित भइसकेको छु। यो चाहिँ हाम्रो नानीको 2 months and 6 days अनवर्ड्सको थियो। हामी चाहिँ खाना हानिरहेको थियौँ, बुढा र बुढी। अनि यहाँ चाहिँ भित्र अनि मेरो मिसेसको अनि साथी आउनुभएको थियो उहाँलाई भेट्नको लागि, मेरो मिसेसलाई। अनि देख्न सक्नुहुन्छ उहाँको साथीले हामी पोज दिइहाल्नु भयो। हाम्रो नानी चाहिँ भर्खर अनि आफूले अनि फेरि ब्रेस्ट फिडिङ गरेको थिइन् नानीले। अनि फेरि अनि यत्तिकै रेस्ट गरिरहेको थिइन्। अनि यहाँ दिदी पनि आउनुभएको थियो ड्युटी सकेर। अनि हामीले चाहिँ सानो अनि एउटा भेटघाट कार्यक्रम राखेको थियौँ। अनि विशेष सबैजनालाई बोलाउनु त मन लाग्छ। अनि अब पालो आउँछ सबैजनाको। अनि विशेष अनि त्यस दिन अनि आउनुभएको थियो हाम्रो हिमलाल सरको फ्यामिली आउनुभएको थियो। अनि शालिग्राम सरको फ्यामिली, पदम दाई लगायत हाम्रो श्याम सर, अनि फेरि हाम्रो रेग्मी दाई आउनुभएको थियो। अनि दिनेश भाइ सबै थियो। हामी बहुत विशेष कार्यक्रम थियो। अनि भेटघाट कार्यक्रम र लगायत अनि खानपिन बस्ने गफगाफ गर्ने कार्यक्रम थियो। अनि यसरी नै हाम्रो दिनचर्या बित्दैछ बराइनमा। देख्न सक्नुहुन्छ सबैजना हामी नेपालमा छरिएर जहाँ रहे पनि हामी मिलेर बसिरहेका छौँ। यहाँ विदेशमा पनि हाम्रो घरमा पाहुना रूपमा आउनुहुन्छ उहाँहरू। विशेष कुराकानी गर्ने, छलफल गर्ने, बस्ने, दुःख सुखका कुरा गर्ने, आमालाई पनि टाइम पास हुने। अनि हामी सबैलाई होइन विशेष अब बराइनमा के कसरी अगाडि बढ्ने भनेर दाइ अब लगायत दिदीहरू भाउजूहरूबाट अनि विशेष हामीले अब जानकारी पनि लिन पाउँछौँ। र विशेष अनि ठुलो मान्छेहरूसँग बसिसकेपछि धेरै कुराहरू सिक्न पनि पाइन्छ। अनि यहाँ हाम्रो दाइ आउनुभएको थियो असेर्तीबाट। असेर्तीको दाइ हाम्रो भेट्न आउनुभएको थियो आमा लगायत हामीलाई। अनि विशेष रमाइलो भयो। दाइ आउनुभएको थियो भेट्न। दाइ 2 चोटि आइसक्नुभयो। अनि दाइले अनि फेरि यहाँ अनि फेरि विशेष अनि आमा र अनि छोराको फोटो खिच्दै भन्नुभएको थियो। मैले अनि भिडियो बनाइदिएको छु भनेर अनि दाइले रमाइलो गर्नुभयो। एकछिन बसियो, गफगाफ गरियो, चिया नास्ता गरियो। जस रमाइलो भयो। बराइनमा हामी आफ्नै घरमा भयो जस्तै फिल भएको छ। विशेष अनि हाम्रो घरमा भाउजू, नानी, बाबुलाई पनि मिस गरेका छौँ है हामी सबैजनाले। अनि यहाँ हाम्रो नानीको चाहिँ मैले सानो भिडियो राख्छु। अनि फेरि पछि नानी हेर्नु कस्तो पोज दिन्छन् कि नानीले, क्युट छिन् नानी। अनि फेरि राखेपछि मेमोरी हुन्छ भनेर अनि मैले पुरै लामै छ भिडियो अनि राखेँ। नानी हाम्रो नानी क्युट नानी। अनि यहाँ चाहिँ अनि विशेष अनि लक्ष्मीले अनि तिम्रो भिडियो बनाइदिन्छु भनेर मेरो मिसेसले अनि मेरो भिडियो बनाइदिएको छिन्। तर भिडियो पनि कस्तो बनाइदिन्छ यिनीहरूले, हेर्न सक्नुहुन्छ हजुरले। राधे राधे, भगवान्को कृपाले यस्तै छ, बराइनमा चल्दैछ। विशेष आज चैते दसैँको दिन यो भिडियो अपलोड भएको छ। हजुरहरू सबैलाई चैते दसैँको विशेष शुभकामना छ। स्वस्थ रहनु, मस्त रहनु, लक्ष्मीको हजुरहरूको घरमा बास होस्, विशेष त स्वास्थ्य हजुरहरूको राम्रो होस् भन्ने मैले भगवान्सँग कृपा गरेको छु। ल राधे राधे। फेरि अनि हाम्रो घरमा यसै गरी अनि खानपिन गर्ने, बस्ने, गफगाफ गर्ने। हामी त बिग फ्यामिली छौँ बराइनमा। हामी चाहिँ 7-8 जना छौँ एउटै मेसमा खाइरहेका छौँ अहिले, विशेष आमा आएदेखि। यस्तै छ बराइनमा। अनि विशेष अनि हाम्रो जस्तै मेरो लक्ष्मीको साथीहरू, अनि फेरि भान्जाका साथीहरू, अनि लगायत विशेष पाहुनाहरू पनि आइराख्नुहुन्छ। त्यही भएर हाम्रो घरमा रमाइलो छ। अनि यहाँ लक्ष्मीको रसियन म्याडमको साथीको छोरी पनि हाम्रो नानीलाई भेट्न आएकी छिन्। देख्न सक्नुभयो हजुरहरूले, सानो क्युट नानी थिइन् है। यो चाहिँ लक्ष्मीको आन्टी हुनुहुन्छ, बालमेल मिलाइदिनु हुने। अनि यहाँ चाहिँ आन्टीको छोरी पूजा हुनुहुन्छ। उहाँ चाहिँ अहिले नेपालमा हुनुहुन्छ। मिस यु, आउनु होला चाँडै। अनि मिलेर फेरि भिडियो बनाउनुपर्छ। अनि आन्टी, आमा अनि खाना खाइगरी खाना खानु भएको थिएन कि हामीले खान्छौँ पहिला। अनि हामीले खाना खान्छौँ अनि फेरि आन्टीहरूले खानुहुन्छ। अनि त्यसपछि कुरा गर्नुभएको थियो। अनि खाना विशेष त्यसै मटन बनाउनु भएको थियो, भेनाजुली बनाउनु भएको थियो। म चाहिँ अनि भेज थिएँ। मलाई चाहिँ अनि दाल भात सब्जी अचार पापड लगायत आइटमहरू बनाइदिनु भएको थियो। विशेष गरी यसरी नै चलिरहेको छ भगवान्को कृपाले। बराइनमा हामी सकुशल मङ्गल छौँ। सबैजना मस्त रहनु, व्यस्त रहनु। यहाँ चाहिँ हाम्रो नानी पनि सुतिरहेकी छिन्। यस्तै छ बराइनमा। देख्नुभयो कृष्ण के गरिरहेको छ भन्ने देखेर चाहने मान्छेहरूले मेरो युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ। र आज विशेष 100 सब्सक्राइबर पनि पुगेको छ। विशेष खुसीको दिन। अब भोलिको दिनमा यस्तै गरेर 1000बाट 10,000, 10,000बाट 50 गर्दै 1 लाख पुग्नेछ। अगाडि बढ्ने छु। र हजुरहरूको साथ बिना म अगाडि बढ्न सक्दैन। त्यसैले हजुरहरूले साथ दिनु होला, एक सब्सक्राइब गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। र विशेष यो भिडियो आजको भिडियो छोटो छ। यो चाहिँ नानीको 2 months and 16 days एराउन्डसम्मको भिडियो छ। अनि म विशेष अबको दिनमा अरू भिडियोहरू पनि लिएर आउनेछु। सब्सक्राइब गरिदिनु होला, नाम जप गर्नु होला। राधे राधे, सी यू सुन। राधे राधे, जय शम्भो, जय सनातन।